लागि म हार्दिक धन्यवाद चाहन्छु। संस्थापक अध्यक्षबाट टीका गराउनु भइरहेको छ। एकदमै यो गर्मीको क्षण हो है। उहाँहरूप्रति एकदम सम्मान व्यक्त गर्न चाहन्छौँ हामी। उहाँ पहाडी कुलको भए पनि थारू गीत पहिलोपल्ट रेडियो नेपालमा गाएर अहिले कोषाध्यक्षसम्म पुगेको छ टीकामाला। अब त्यहाँदेखि अगाडि बढ्दैछ। सभा कोषाध्यक्ष सहसचिवहरूलाई सहसचिवज्यूको पनि पालो आयो टीका। दिनेश भाइ राम्रो राम्रो फोटो खिचेर हामीलाई उपलब्ध गराउनु होला वाट्सएपमा। म पनि फोटो लाग्ने म पनि बिजी भएर अलिक नजिक आएर पनि है नजिक आएर कभर गरेर है यो मौसमबाट बन्ने टिम हो। यसबाट केही फोटो पठाएर महिलाले यो टिमलाई एकदमै हर्ष उल्लासको साथमा यो टिममा रहेर सबैले आगामी दिनमा अझै धेरै मेहनत गर्नुहुनेछ। त्यो आग्रह अनुरोध गर्न चाहे कृपया पदै मात्रै ठुलो कुरो होइन होइन पदभन्दा कर्म ठुलो भन्ने लाग्छ मलाई है। यही हुनुहुन्छ अगाडि हुनुहुन्छ एकराज सर यही अगाडि हुनुहुन्छ। संस्थापकदेखि अहिलेसम्म 17-18 वर्षसम्म लगातार अहिलेसम्म सदस्य पनि भएको नाम दिनु होला। त्यसै गरी मैले भनेको कुरालाई दोहोऱ्याउँदै हजुरहरूले पनि थप्नु होला। त्यसरी हामी सेवा गर्छौँ। आफ्नो पद पनि आफूले जुन जुन पदमा हुन्छ यहाँहरू त्यो सुरु गर्नु नि त। म नाम सम्झिनुहोस्। यस गरिमामय संस्थाको विधान अनुसार सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पदमा निर्वाचित भएको यस घडीमा यो शपथ लिन्छु कि म मेरो सामर्थ्यले भ्याएसम्म व्यक्तिगत स्वार्थभन्दा पर रहेर प्रतिष्ठानको विधानमा उल्लेखित उद्देश्य प्राप्त गर्न मन वचन र कर्मले समर्पित हुनेछु। पदमा रहँदा वा नरहँदा म आबद्ध यस संस्थाको अहितमा कुनै काम गर्ने गराउने छैन। साथै संस्थाको गोपनीयतामा समेत भङ्ग गर्ने छैन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिन्दाबाद जिन्दाबाद जिन्दाबाद। जय लोक दोहोरी, जय प्रतिष्ठान, जय लोक दोहोरी, जय प्रतिष्ठान।